हेलो साथीहरू नमस्ते एन्ड वेलकम ब्याक माई युट्युब भिडियो। सबैजना सन्चै आराम नै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आराम नै छु। अनि आज चाहिँ मैले एक बिहानै भिडियो स्टार्ट गरेको छु। किन भन्नुहुन्छ भने अन्तिमसम्म भिडियो हेरेर सबैजनाले साथ दिनु होला। मेरो भिडियो आजको दिन चाहिँ कस्तो रहन्छ भन्ने कुरा तपाईँहरूले देख्न सक्नुहुन्छ। आज म कहीँ जानेवाला छु, सो सबैजनाले अन्तिमसम्म भिडियो हेर्नु होला। अनि मेरो च्यानललाई माया गर्न चाहिँ नबिर्सनु होला। म चाहिँ बिहानै उठेर अनि यहाँ चाहिँ मैले कुडो पकाउँदैछु है। आगो सल्काएर कुडो बसाइसकेँ अब मैले। अब चाहिँ म फ्रेस हुन्छु अनि त्यसपछि रेडी हुन्छु जानको लागि। गुड मर्निङ छोरी। ल साथीहरू, मेरो छोरी पनि उठिसकी। अब हामी आमा छोरी रेडी भएर जान्छौँ। कहाँ जाने रे छोरी भनिदियो नि त। हामी मामा घर जान्छौँ। ओके साथीहरू, अब हामी मम्मी छोरी भएर जानेछौँ। हेर्दै गर्नु होला। साथीहरू, अब हामी चाहिँ घरबाट निस्किसक्यौँ अनि छोरी चाहिँ पछ्यौरा गरेर अगाडि हिँड्दैछ। कहाँसम्म हिँड्छ यो? यता हेर त। हाई हेर, हाई भन। बुझ लेट्स से साथीहरू, अब हामी घरबाट निस्किसकेका छौँ फाइनल्ली। अब बाटो हिँड्दै जानुपर्छ होइन। कति बजी पुगिन्छ थाहा छैन। सब भाइहरू लिन आउँदैछ बाटोमा चाहिँ। हामी चाहिँ आमा छोरी यताबाट हिँड्दै जान्छौँ। यो छोरीको तालमा हिँड्ने हो होइन, बोक्न सकिन्न, आफूभन्दा ठुलो भइहाल्यो छोरी। सो त्यही साथीहरू, हेर्दै गर्नु है भिडियोलाई। म चाहिँ निरन्तर गरिरहनेछु सकेसम्म। घामले पोल्छ भनेर चाँडै निस्केको, तर घामले पोल्यो साथीहरू। अहिले चाहिँ हामीलाई बाटोमा छौँ अनि यस्तो घाम लाग्यो नि होइन, यस्तो घाम लाग्यो नि, मस्तो पोल्यो। मेरो छोरी चाहिँ अल्छी लाग्दो हिँडिरहेको छ। यो यताको गाउँ चाहिँ गएर गाउँ हो होइन, मेरो घरको चाहिँ छिमेकी गाउँ गएर गाउँ भन्छ। अब बाटो एकदम कमजोर छ। एक पहिलाको बाटो छ जहाँ कि के अरे रुखमुरोल भएको जस्तो छ कि, त्यस्तो बाटो छ। यो चाहिँ गोर्खा हो फेरि, गोर्खा जिल्लाको सिराञ्चोक गाउँपालिका वडा नम्बर 6 को बाटो हो यो। यहाँ चाहिँ राम्रो छ। यो उतापट्टि चाहिँ पुरै पहिरो गएर एक पाइलाको बाटो छ क्या साथीहरू। सो त्यही भएर मैले चाहिँ नानीलाई बोक्न पर्छ। अब त्यो बाटो चाहिँ उतारिको बाटो चाहिँ सबै भत्किएको देख्यो नि, त्यही भत्किएको बाटो जाने हो। भाइ नै आइपुगेन रहेछ। बाटो हेर्दा कहाँ आइपुग्यो त्यो अप्ठ्यारो बाटोमा आइपुगे हुन्थ्यो जस्तो लाग्छ, तर आइपुगेन। लड्छ के? यता छेउ चाहिँ कुना किन होइन न। बनमाराले बनै खायो, जनमाराले ज्यानै खायो भन्ने जस्तो पुरै बनमासा छ। यसलाई बनमासा भनिन्छ, अर्कोलाई चाहिँ बनमारा भनिन्छ। अर्को
अर्को हुन्छ त्यो चाहिँ त्यसलाई चाहिँ बनमारा, यसलाई चाहिँ बनमासे भनिन्छ साथीहरू। हाम्रो ठाउँतिर बनमासे बनमारा भन्ने चाहिँ नजिकै छैन रहेछ, माथितिर होला। अब चाहिँ यस्तो छ साथीहरू बाटो होइन। अब यो बाटोमा चाहिँ मैले छोरीलाई हिँडाउन मिल्दैन, अनि आफू पनि एकदम केयर भएर हिँड्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ एकैचोटि तल खोलामा हो कि यस्तो डेन्जर छ कि बाटो साथी। यसो अब चाहिँ हामी यस्तो बाटोहरू जान्छौँ, त्यस कारणले भिडियो बनाउनु सक्दैन, मैले छोरीलाई बोक्नुपर्ने हुन्छ। सो साथीहरू अब हामी फेरि एकैचोटि राम्रो बाटोमा गएर भेट्नेछौँ। बाटो त यस्तो छ के यस्तो छ बाटो, यस्तो बाटो जानुपर्छ हामी माइत। जाने बाटो चाहिँ कडै छ मेरो चाहिँ, यस्तो छ विकास सँगसँगै विनाश लड्छ के यता होइन न। यस्तो अप्ठ्यारो बाटोमा आएर कता कता यस्तो र उस्तो भन्छ हो मेरो छोरीले त। अप्ठ्यारो बाटोमा हिँड्दैन, खुट्टा दुख्यो भन्छ, अब के भन्ने होइन। ढुङ्गै ढुङ्गाको बाटो हिँड्दैछौँ हामी, ढुङ्गै ढुङ्गाको बाटो हिँडेर। बिर्सी हामी आएको बाटो त्यो, हामी जाने बाटो यो, हामी हिँडिरहेको बाटो यो हो। कहाँ गयो भाइ, आइपुगेन त। यस्तै बाटोहरू हामी पार गरेर माइत पुग्नेछौँ, मामा घर पुग्नेछौँ होइन त छोरी। हजुरको मामा त आइपुग्नु भएन त, ढुङ्गा कत्रो हो बेबीको मामा। ओइ छ्या थकै लाग्यो तिमीलाई? थकै लाग्यो र खुट्टा नि दुख्यो र? ए किन त्यहाँ बस्नु भएको छ? ढुङ्गाले चेप्छ भनेर तपाईँ त्यहाँ बस्नु भएको? त्यहाँ चाहिँ चेप्दैन ढुङ्गाले? त्यहाँ चाहिँ चेप्दैन ढुङ्गाले? उता त्यो ढुङ्गाले चेप्छ भनेर ढुङ्गा देखेर डर लाग्यो? ए ल जाऊँ अब। भाइहरू नै आइपुगेन। सो हामी चाहिँ बाटोमा बसेर अब नानीलाई चाहिँ चिज फ्रुटी दिएको। म चाहिँ चाउचाउ खानु पर्ला, चाउचाउ लिएर आएको छु। चाउचाउ खाएर बस्नु पर्ला, एकछिन थकै मार्नु पऱ्यो खाजा खाँदै। अनि तिनीहरू आइपुग्छ कि पुग्दैन हो, अहिले एकछिनपछि फोन पनि गर्नु पर्ला। सो हामी चाहिँ धेरै बाटो आइसक्यो तर तिनीहरू आइपुगेन। आइपुगेछ। यहाँ आइज न, ती दुरे हामी यहाँ भर्खर आएर थकै मार्ला। रुखमा चढ्नु सक्छ र? त्यो चाहिँ त्यहाँ रुखमा तिदु टिप्दै गर्छ, हामीलाई चाहिँ आउँदै गर भने त्यही गएर बस्नु न त, यहाँ नखाऊँ होला, त्यही गएर खानु पर्ला। आउनुभयो कस्तो राम्रो देखियो कि भ्यू चाहिँ एकदम भर्खर पालुवा पलाएको होइन, क्युट देखियो नि भ्यू चाहिँ। सबै पलाइ सिजन कति राम्रो देखिन्छ होला। त्यही माथि मेरो छोरी त ओहो कति राम्रो, कति राम्रो। त्यही भएर छिटो आऊ त नि। लड्छ लिन
त रुखमा छ कि हैन के भयो हिँड्नु न छिटो त्यहाँ मामा मन्दिर त्यहाँ गएर खाने के होइन यहाँ बस्ने होइन क्या त्यहाँनिर गएर बस्ने मामानिर गएर बोलाउनु भएको छ जाउँ भन्नु हुँदैन मामालाई मामालाई ऊ त्यहाँ देखिने रुखमा अच्छा लास्टै घामले पुल्यो हो बिस्तारै बिस्तारै कस्तो ढिलो होला है यसको तहमा हिँड्नु पर्यो नि घामले पुल्यो ती दुखानु पर्यो अब यहाँ चाहिँ तिदु त्यो भाइले टिपेर फाल्यो होइन प्रियन्सी गुरुङलाई फर्स्ट टाइम कस्तो रहेछ त्यो गेडा चाहिँ फाल्यो है फाल्यो ल निला पुग्यो गुलियो भएको भनेको मान्छे नि पुग्यो तर लास्टै गुलियो छ तिरो डर रहेछ आइज भात चेला नि तिदु टिपेर नि खायो तिदु चाहिँ एकदम गुलियो रहेछ अब हामी खाजा खान्छौँ त साथीहरू हामी चाहिँ त्यहाँ तिदु खाएर अब हामी हिँडिसक्यौँ अब हामी यस्तै बाटो बाटो सबै अप्ठ्यारो छ त्यही भएर मैले नानी बोकेको छु अनि भाइ आइसक्यो भने चाहिँ भाइले चाहिँ अहिले भिडियो बनाउँदैछ अब हामी चाहिँ एकैचोटि माइत घर गएर भेट्नेछौँ 14 15 16 के अनि चपाउने मात्रै बाटोमा हिँड्नै सकेन हामी त हेरेको हेरे मामा र भान्जी अगाडि गइसक्यो म भने पछाडि यत्रो बाटो हिँडाइसक्यो फनक्कै यसरी यो चाहिँ म पढेको स्कुल भनेको आजभन्दा 12 वर्ष अगाडि यति धेरै परिवर्तन भइसक्यो होइन
भौतिक संरचनामा यस्तो थिएन हामी पढ्ने बेलामा। ओके साथीहरू, म चाहिँ अहिले चाहिँ ठ्याक्कै मेरो माइत घर आइसकेँ होइन। यो त ऊ अगाडि देख्न सक्नुहुन्छ तपाईँले। लेट्स सी साथीहरू। ओइ कता गएर आयो त? खै त रक्षा बहिनी त ल्याइन त आज त मैले त। के गरेर रक्षा? के गरे? रोएर बस्यो? किन रोयो त? ओके साथीहरू, आजको भिडियो चाहिँ यति नै। म चाहिँ अहिले माइती घर आइपुगेँ। सो अब नेक्स्ट भिडियोमा भेट्ने भयो। आजको साथ अहिले बिदा हुन्छ। बाई बाई।